तो व्हाट्सअप गाइस वेलकम बैक टू माय अनदर वीडियो। सो आप लोग अच्छा ही होंगे। सो मैं आज खेलने जा रहा हूँ स्लो वर्सेस स्लो बेयर रैंक। सो न्यू सीजन भी लगा है तो स्टार्ट करते हैं मैच और क्या होगा। यहाँ देखना नया सीजन आया है ना, तो आज मैं शुरू करने जा रहा हूँ टुंग टुंग साहौर के साथ मैच। सो क्या होता है देखना। ये आप लोग ने ये मेड किया क्या है, ये मोड बहुत अच्छा है ना। सो न्यू भी आया है, न्यू टॉकरोल में नया नया आया है। सो डेढ़ दिन के बाद मैं गेम ओपन कर रहा हूँ ना, न्यू ईवो स्किन भी आया है। सो ट्राई आउट करते हैं इसको। सो देखते हैं क्या। बेसिकली मैं है ना गेम प्ले चाहिए, मैं बिना उसके बिना खेलना चाहता। वो एनिमेशन देखना, स्विचिंग एनिमेशन देखने वाला था, गेम उसी पक लग जाए। त्यो बट लबी पर गएर भनेको त बदलो दिगो रे एउटा हैन रोशन। म चाहिँ बक्सिङ जिममा चाहिँ धेरै मान्छेहरू हुन्छन् नि, एनिमलहरू चाहिँ यो ठाउँमा चाहिँ धेरै झर्छ। सो म नि त्यही जान्छु, बक्सिङमा चाहिँ जान्छु। पहिला यहाँ चाहिँ 2-3 किल हान्छु, त्यसपछि फेरि रिभाइभल पोइन्ट ल्याउँछु। सो जानु लागिसक्यो फाइट। टुङ साहुर झरिसकेको छ अब यति बेला। सो म्याच के हुन्छ हेरौँ। कुल 50 जना मान्छे आइसकेको छ, यता एनिमी 50 जना छ। सो यो म्याच चाहिँ बोया हुन्छ कि के हुन्छ रमाइलो लगाएपछि। सो बोया हुन्छ कि हुन्न रमाइलो। ल अब म झरिसक्न लागिसकेँ। सो बक्सिङ जिममै झर्छ, एनिमी कति झऱ्यो भन्ने, एनिमी झरेन नि यहाँ। लास्ट एनिमी झर्नुपर्ने हो यार यहाँ त। सबभन्दा बढी एनिमी झर्ने ठाउँ त यही त हो होइन। सबभन्दा बढी युएमपी भेटिसकेको छ, युएमपी भेटिसकेको छ। सो मलाई चाहिँ एयरब्लेम भेट्दै जानु सुनेमा सुन्थ्यो, एयरब्लेम अथवा जे भने हुन्थ्यो, एउटा एयरब्लेम अथवा वुडपिकर एसिएटी एनिवन चल्छ जुन्ने किङफिसर। माइकले गर्दा चाहिँ हल्का खेल्न अप्ठ्यारो लाग्छ मलाई। यो चाहिँ माइकको उसले लास्टै धेरै नि यहाँ यही राम्रो आएको छैन यहाँ। कस्तो भुटेको मा वुडपिकरले ए एमएट2बी भेटिसकेको छ यति बेला। एमएट2बी चलाम कि वुडपिकर चलाम हेडसेट हान्न सजिलो हुन्छ। वान ट्याप खेल्नु। ओइ मारेको मलाई अब त्यसले कहाँ छ। बट पऱ्यो कि अरे बट नि यस्तो हान्छ त्यहाँ। माफी चौक पऱ्यो, माफी चौकको बट होला क्या, बट लबी पऱ्यो कि अरे माफी चौक पऱ्यो हेर। बट नि यस्तो हान्छ र भन्ने क्या, माफी चौक पऱ्यो। यस्तो त हान्थेन त्यहाँ पहिला आउँथ्यो कि मात्र हान्थ्यो कि ड्यामेज चाहिँ के हेर्नु मलाई भरभरकै देखाउँदैन नि त्यहाँ। 2 किल भइसकेको छ यति बेला। हेर्नु हुन्छ यस्तो ड्यामेज दिन्छ यो बट हो कि भन्ने यार, बट हो कि हो यार। यो त वान ट्याप खाइसकेको छ यसले, यो बट लबी हो कि हो यार। माफी छक पऱ्यो यार, के भन्ने यसलाई यार। हेर ड्यामेज हेर कति देखाएको टाढो हेरेर माफी सक्नु छु कि न बट हो कि बट जस्टिङ खेल्छ फेरि ड्यामेज फेरि खतरनाक देखा मलाई। के हो न इभेन आइसक्योस् या न इभेन नि हेर्नुपर्ने भयो यार, खतरनाक भएर त बट हो नि आमा। 3 किल भइसकेको छ यति बेला चाहिँ। म चाहिँ लाइफको लागि जानेछु नयाँ। मेरो हेलमेट सेलमेट सबै फुटिसकेको छ। यो मेडिकेट भन्नुपर्छ क्या यसको सट्टा, यो मेडिकेट लास्टै काम लाग्छ। कहाँ छ लाइफको लागि यता जानुपर्ने भयो। तर बक्सिङ भन्ने हो भने मान्छेहरू चाहिँ लास्टै धेरै जानु पर्ने हो क्या यो ठाउँमा चाहिँ होइन। मैले जहाँ म सिजन चेन्ज नहुन लास्ट धेरै मान्छे छ यार यहाँ त। यहाँ हेरौँ न आमा कहाँ गयो यो बट लबी हो क्या आमा। हेरौँ न होइन वान टाइम नि गर्दाखेरि अन्त पुर्सोट लाग्यो। यो मोनी भएपछि यसलाई त वान ट्यापै हान्छु भने थिएँ। बटै लबी परेछ नि हेरौँ त आमा। रिटर्न बट लबी यार। म त्यसै नझरेको यार के सिजन चेन्ज हुन टिकी राम्रै जानुपर्ने, राम्रै सुन्नुपर्ने थियो नि आउनुपर्ने थियो फेरि होइन। म चाहिँ यहाँ फिङ्गर सिल राम्रोसँग मिलाउनु पर्ने भयो कहाँ हामीले जानुपर्ने थियो यस्तो त कहाँ हुनुपर्ने। टुङ सावरले के बट लबीलाई चाहिँ के कुन ग्लिज हो कि केटाहरू भन्नु पऱ्यो मलाई।
एनिमी कहाँ छ ए ड्यामेज चाहिँ के सिरियस ड्यामेज हेरेर छ के भन्नु वान टा खेल्ने नसँग अब यस्तो बोर्ड पठाएर हेरौँ त आमामा के यस्तो पाराले ठिक लागेन त यार मलाई त यार एनिमी त मान्छेले चाहिँ एनिमी फुटिहाल्ने अब एनिमी फुट्ने यसरी हान्ने बट होला अब उहाँ छ अझ दुईटा एनिमी यो हुनु बला हानेको अलि रिभाइभल हुनु पऱ्यो पहिला यो सबलाई जति सकिन्छ त्यति धेरै किल बनाउने 6 किल भइसक्यो यार मेरो टिकट नि अनि कच्चिलो कस्तो मिस भयो मा ला हाइस कस्तो मिस भयो नि हेडसट नि मा यति कस्तो मिस भयो यार माछा रिकल चाहिँ लास्टै हुनलाई चाहिँ मेरो 7 किल भइसक्यो चाहिँ बोटहरूले नि कसो ड्यामेज दियो म आफै छक परेको मा रियल भयो भर्छ मलाई सक्यो भनेको त हेरौँ न लाग्यो वनट्याप नलागेर हेरौँ त यिनीहरूलाई अब म कट्ठा चलाउनु पर्ने भयो नयाँ हो एमो चारिहाल्छु नि म कसले नि त एमो त म किनिहाल्छु नि 10,000 1800 टोकन छ जाने यसरी किन्ने अब एमो अब कट्ठाको पारा देखाउँछु यिनीहरूलाई रिभाइभल हुन जानु पर्ला जस्तो लाग्यो मलाई चाहिँ मेरो चाहिँ टोटल कति किलो भएको छ भनेपछि चाहिँ 8 किलो भइसकेको छ पुरा बटलबी परिआएको छ झन् राम्रोसँग झन् आज भिडियो बनाउनु पर्ला नि कति दिनपछि बल्ल भिडियो हाल्न लाग्थेँ त्यस्तो बेला नि अब के भन्छ हे बटलबी पऱ्यो उहाँलाई चाहिँ यहाँ गएर बस्नु पऱ्यो 8 किलो भइसकेको त्यति बेला चाहिँ सो हेर म भएपछि नै म हाफिङ सिप राम्रो यार हातमा कस्तो अट्के फुट्के जस्तो गरे यार मेरो कस्तो परेको बट नि यहाँ बट लगे पऱ्यो मेरो त एनिमी भेटा हुन्छ नि एनिमी नि भेटिन्न कि फेरि के पनि बोल्ला 8 जना त भेटाएको मैले एनिमी त उहाँलाई चाहिँ एउटा म यहाँ हानिदिन्छु लाइट त यसलाई यसले पहिला यसलाई फिनिस गर्नु पऱ्यो कट्ठाले हान्नु पऱ्यो कट्ठाले हान्छ कि मेरो वान ट्याप यसरी हान्छ भने त्यो कट्ठाले यसरी वान ट्याप हान्छ भने एउटा एनिमेट आउँदैछ मलाई थाहा कि मरिसक्यो त्यो नि कहाँको त्यो एनिमी उहाँलाई आज वान ट्याप मेला भन्छ वान ट्याप खेलिरहेको छु यिनीहरूसँग चाहिँ म होइन उहाँ एउटा एनिमी देखाएको थिएँ 10 किल भयो बल्ल यति बेला यो के हो त नि यस्तो एनिमी त नि आमामा कति भएको छ स्याटमा भाग्न नै यो किल चोरेको अब त्यसले आमामा खास त्यसरी मेरो किल चोरेसोले मैले त्यस्तो भगाएर हानेछ यस्तो मन भगा हान्ने अनि तैँले किल चोर्ने अझ 26 जना छैनन् होइन अझ 26 जना छन् यस्तो हेर न यस्तो एनिमी त यार खतरनाक परेको एनिमी त के हो त नि यार यस्तो पाराले त बिताउनु पर्छ मलाई त अनि सो एक एक्स्ट्रा लाइफ छ केही प्रब्लम भएन कसै यति महान यस्तो पावरफुल मान्छे पनि छ भने त कहाँ छ र एनिमी यार हेर नि केटाहरू यार स्विचिङ गर्ने मेडी लाम त पहिला फिनिस पार्यो कुन चाहिँ लियो यसरी हान्ने क्या बाँच्यो कहाँ छ त्यही साझी हेर मैले यो लाउनु पऱ्यो छिटोभन्दा छिटो वान ट्याप लाइन आयो त्यसलाई 12 किल भयो बल्लमा अझ 11 कसरी 11 जना भइसक्यो यार अहिले भर्खर 26 जना होइन भएको ला कस्तो मिस भएको त लक्की रहेछ स्याहार बाबु ला हाइस लक्की हेरे लक्की कति किलो भएको छ मेरो यति बेला चाहिँ 13 किलो भएको छ बल्ल 13 किलो मलाई नुक्समा नि हुन्थ्यो त्यहाँ प्रो बक्स हुन्छ नि त्यहाँ चाहिँ मैले किलोगी खतरा तरिकाले खेलिदिने कहाँ छ अरू यहाँलाई जा मिस म बाहिर गरौँ न
इ मा हेर न के भएको यार मेरो हातलाई हेर त हेर किल छोडिन्छ बल्ल खान्छ हेरे अनि किल छोडिन्छ बल्ल खान्छ त्यो हेरे खुसी गर्दै त्यो हेरे उठ्पी गरी हेर्न लागि त्यस्तो हुन्छ म एरर पनि लिएर आउँछ या कसम से मेरो कस्तो हेर्न लाग्यो यार हेर न हेर न यस्तो बटलाई नि हान्न पनि पुरो आइसक्यो झन् के गर्छु न मैले आइज न आइसक्यो हान्ने लाग्यो यसलाई नि वान ट्याप लाग्यो लास्ट दुईजना छ अबबाट बोया हुन्थ्यो अरे आमा खै कहाँ एउटा कहाँ छ उहाँले जाऊ पनि उहाँ चाहिँ एउटा म हेडी टाकेर हान्छु होला आमा एक हेर्छ लाग्यो बायो गरौँ न सकियो 16 किलको साथ हाम्रो बोया भइसकेको छ यति बेला चाहिँ त्यो पनि के भन्ने होला बोट लबी भन्ने त्यो होला रे त्यो प्लेटियम आइमा गयो 0 पो त्यो भएर पो यस्तो भएलाई चाहिँ मेरो प्लेटियम आइमा गएको म बल्ल झारे बनाउटी लगाइहाल्यो नि 16 किलो भइसकेको छ मेरो सो आशा गर्छु तपाईँलाई चाहिँ मेरो भिडियो मन पर्यो होला सो टुङटुङ चाहिँ हाम्रो लक्की हुनुपर्ने यार टुङटुङ चाहिँ लास्टै लक्की छ है सो नयाँ इभेन्टहरू हेरौँ के छ इभेन्टमा त अब के भन्ने अब होइन इभेन्टमा चाहिँ हाम्रो चाहिँ लक्की लोरमा जाम हो नि त्यसपछि यसको ड्रागन एकैखेरि उस रिटर्न आइगयो है ट्राउट गरौँ न लेभल 7 गई 7 लेभलको ड्रागन एकै चाहिँ ट्राई हानौँ मारेंगे वन टैप मारेंगे वन टैप बेसिकली चाहिँ म चाहिँ कस्तो चाहिँ स्किन बिना खेल्न पसन्द गर्छु क्या भनेको यस्तो यस्तो हुन्छ नि यो भन्दा नि टुर्नामेन्टमा लाइट स्किल युज गरिन्छ नि हेर वन ट्याप नलाग्यो किराहरू हेर मेरो हेर हेर के हो र नि यस्तो वन ट्यापै लाउँदा मेरो त्यहाँ के हो र हात वे 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 कहाँ जान्छ र यसरी हान्छ कि भएन यसरी हान्छु भएन यसरी हान्छु भएन बडी सर्ट वन ट्याप लाग्यो सो यो चाहिँ नयाँ एकको चाहिँ पहिलाको स्किन हो ओल्ड हो सो ब्याक जाम सो त्यो कुराहरू ल यो चाहिँ नयाँ आएको छ त्यहाँको यो होइन एनिभर्सरी नयाँ मोडर्नी फेरि के स्पिन त मार्न छोड्नुहुन्न हो कुराहरू के त नि यस्तो हारो बन्डल त मलाई खासै मन परेन यार ल कुराहरू यो सो तपाईँलाई भिडियो मन पऱ्यो भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला सो बाई